त्यसै गरी हाम्रो आजका विशिष्ट अतिथि वरिष्ठ तथा चर्चित पत्रकार ऋषि धमलाज्यूलाई पनि हार्दिक स्वागत गरिदिनु हुन मैले अनुरोध गर्न चाहे। 3, 2, 1, गो! ओके, अवश्य हामी आजको उद्घाटन समारोहलाई फर्मल रूपमा स्टार्ट गर्दै स्पेशलिस्टको टिम हुनुहुन्छ जसले स्टार बोसलाई अझै स्केल गर्दै लागि इन्भाइट गर्न चाहे। प्लिज म्याम। थ्याङ्क यू सो मच। सबैजनालाई स्वागत छ। सबैभन्दा पहिला अब स्टार बसको बारेमा जति पनि टेक्निकल कुराहरू छ, जति पनि इन्टरनल कुराहरू छ, उहाँहरूले दिने सर्भिसको कुराहरू छ, त्यो त अगाडि नै भइसकेको छ। म चाहिँ यहाँ एउटा फेसको रूपमा, एउटा ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध भएको छु। त्यसको लागि सबैभन्दा पहिला त मैले हाम्रो श्रीकृष्ण दाईलाई धन्यवाद दिनै पर्छ, किनकि यति धेरै सेलिब्रिटीहरू हुनुहुन्छ, त्यो पनि दाईले आइरहनु कहाँबाट मलाई रिच आउट गर्नुभयो। हाम्रो फेसबुक होइन, सोसियल मिडियाको थ्रुबाट ओपनिङको लागि मात्र कुरा भएको थियो, तर दाईले चाहिँ होइन यो अगाडि नै बढाउँ, राम्रोसँग हाम्रो राम्रोसँग कुराकानी नहुँदा पनि होइन तपाईँलाई हामी ब्रान्ड फेस बनाउँछौँ भन्नुभयो। त्यसको लागि चाहिँ म हृदयदेखि नै कृतज्ञ छु, किनकि एउटा त हाम्रो नेपालको फ्रेन्चाइज पनि भयो होइन। म चाहिँ लेटली रियालिटी सोजको थ्रुबाट होस् कि जेसुकैबाट होस्, तर प्रोफेसनली चाहिँ एकदमै मेड इन नेपाल हुन्छ नि, नेपालकै अर्ग्यानिक प्रोडक्टमा चाहिँ जोडिरहेको छु। सो त्यसको लागि चाहिँ एकदमै खुसी पनि लागिरहेको छ। यहाँहरू सबैजना आज हुनुहुन्छ, यहाँको एम्बियन्स देखिसक्नुभयो। अघि सरले भन्नुभयो नोबेल ब्याङ्क यहीँ अगाडि छ, यहाँ त नोबेल ब्याङ्कको स्टाफलाई नै अकोमोडेट गर्नको लागि अलिक गाह्रो हुने भएर गुड न्युज इज स्टार बसको चाहिँ अझै धेरै फ्रेन्चाइजहरू पनि खुल्दैछ डिफ्रेन्ट ठाउँहरूमा, र भर्खरै थाहा भए अनुसार चाहिँ हाम्रो इमाडोलमा पनि खुल्दैछ। त्यसरी हजुर तिनकुने अघि भन्नुभएको थियो, तिनकुने इमाडोलमा पनि खुल्दैछ। त्यसको लागि यहाँलाई अग्रिम बधाई तथा शुभकामना। एकचोटि जोरदार ताली। स्टार बसको आज फर्स्ट ओपनिङ छ, साथसाथै अन्त पनि बन्दैछ। अब यति भन्दै अब म पनि यसो भेटघाटकै क्रममा चाहिँ यहाँ आइराख्नु पर्ने हुनसक्छ। तपाईँहरू पनि आउनु होला। यहाँको नेपालको अर्ग्यानिक कफी अथवा रेसिपी, हाम्रो सेफको रेसिपीहरू हेर्नु होला, टेस्ट गर्नु होला। यहाँहरू सबैजनालाई फेरि पनि एज एन एम्बेसडर आइड लाइक टु वेलकम अल अफ यु एन्ड थ्याङ्क यू सो मच स्टार बस कफी। धेरै सफलताको शिखरसम्म पुगोस् भन्ने शुभकामनाका साथ थ्याङ्क यू सो मच। यस कार्यक्रमका विशिष्ट अतिथि, यो स्टार बस जुन हामीले कफी स्टार्ट गरेको छौँ, यसको चेयरम्यान, एमडी या जनरल म्यानेजर रूपमा जसले काम गरिराख्नु भएको छ, सेल्स लगायत सम्पूर्ण साथीहरू र पत्रकार साथीहरू। म ब्याङ्किङ सेक्टरमा छु, उहाँहरू बिजनेस गर्दै हुनुहुन्छ। अब अलिकति सिनेरियो चेन्ज भएको छ। कुनै बेलामा चाहिँ ब्याङ्करहरूले बेसरी गाली खान्थ्यो, किनभने यो देशको सबै समस्या चाहिँ ब्याङ्कको ब्याज दर बढाइदिएर हो, ब्याज दर चाहिँ सिङ्गल डिजिटमा आयो भने त सबै समस्या समाधान हुन्छ, अनि त बडा बिजनेस हुन्छ भन्ने कुरा गर्थ्यौँ हामी कुनै बेलामा। मैले त्यति बेलामा भन्ने गर्थेँ, बाबा होइन हो, 6-7% ब्याज चाहिँ 13-14% पुग्दा पक्का पनि खर्च चाहिँ बढेको हो, त्यसले गर्दा मर्का चाहिँ परेको हो। तर त्यो टोटल मर्काको हो 10% को हाराहारी पनि हो कि होइन, हामीले एनालाइसिस गरेर बोल्नुपर्छ भन्दाखेरि पनि गाली खाइगर्थ्यो। अब अहिले आजको डेटमा तपाईँले हेर्नुभयो भने हाम्रो ब्याङ्कले दिने लोनको रेट चाहिँ तपाईँलाई म भन्छु 4.5 देखि 6.5% तपाईँले ब्याङ्कमा लोन पाउनुहुन्छ, ब्याङ्क हेरिकन बेस रेटको आधारमा होइन। तापनि यस्तो बेलामा पनि ब्याङ्कले यस्तो ब्याज दरमा दिँदाखेरि पनि तपाईँले बजारमा देख्नु भएको छ, बजारमा अत्याधिक तरलता छ। ब्याङ्किङ सेक्टरमा 11 खर्ब रुपियाँभन्दा बढी लोनेबल फन्ड छ। हरेक दिन राष्ट्र ब्याङ्कले त्यसलाई तान्छ, तै पनि सक्दैन। अनि डिपोजिट निरन्तर रूपमा बढिरहेको छ। डिपोजिट बढ्नुको मेन एउटा कारण चाहिँ रेमिटेन्स बढिरहेको छ, र रेमिटेन्स बढ्दाखेरि के भने त्यसको एक्सटर्नल फ्याक्टर त राम्रो भएको छ, तर कुरा के भइरहेको छ त भन्दा यस्तै युवा साथीहरू चाहिँ सबै विदेशिनु भएको छ, जसको कारणले गर्दा यो गत 2 वर्ष पहिला चाहिँ मोटरसाइकलको सेल्स मात्रै 75%ले घट्या थियो। त्यस्तै हरेक ट्रान्जेक्सन टर्नओभरको चाहिँ के छ त भन्दा रिडक्सन लेभलमा भइरहेको छ। म जेएनजीको आन्दोलनपछि धेरै उद्यमी व्यवसायी साथीहरूसँग एकचोटि के छ त तपाईँहरूको अवस्था भनेर बुझ्न जाँदाखेरि उहाँहरूले भन्दै हुनुहुन्थ्यो, हेरौँ खै स्थिति छैन, परिस्थिति छैन। मनोबल खस्केको बेलामा पनि म सबैभन्दा महत्त्वपूर्ण कुरा र एकदमै म आभार कहाँ व्यक्त गर्न चाहन्छु त भन्दा जब
होइन केही छैन सकियो हुँदैन भन्ने मानसिकताले रात दिन हामी सुत्ने बेलामा पनि त्यही टिकटक र भिडियो हेरेर सुत्ने, बिहान उठ्दा पनि यता पनि बर्बाद उता पनि बर्बाद भनेर गाली गर्ने भिड जमातले माइन्डसेट बनाइरहेको बेलामा पनि श्रीकृष्णजी लगायत अन्य साथीहरू मिलेर होइन है सम्भावना छ भनेर जसरी यो 37 साल जस्तो खडा भएर आफ्नो एउटा यो भनौँ न बिजनेस अन्टरप्रेन्योरसिपलाई अगाडि बढाउन खोज्नुभयो। त्यसको लागि त सर्वप्रथम म उहाँहरूलाई चाहिँ यो एउटा सानो कफी स्टल या अहिले एक्सटेन्सन गर्न लाग्नु भएको कफी सपको लागि मात्र होइन, तपाईँले व्यवसायीहरूलाई सम्भावना छ भनेर पनि के गरेर देखाउन खोज्नु भएको छ त्यो हिसाब किताबले पनि म चाहिँ तपाईँलाई साँच्चीकै धन्यवाद दिन चाहन्छु। यो चाहिँ व्यवसायीहरूलाई तपाईँले उत्प्रेरणा दिनुभएको छ पहिलो कुरा। र दोस्रो कुरा अब मेरो ब्याङ्क उतापट्टि छ, मलाई तपाईँले यहाँ यत्रो कफी सप खोल्दै गर्दा मलाई दुईवटा एडभान्टेज। एउटा एडभान्टेज चाहिँ के हुन्छ त भन्दाखेरि अब मान्छे आइरहेको छ, भिडभडका भइरहेको हुन्छ, अब काम ढिला हुन्छ, कोही बिजी हुन्छ, मिटिङ हुन्न, सेड्युल हुन्न, कहाँ जाने त भन्दाखेरि अब त्यही लन्चमा बस्नुभन्दा मान्छेलाई सटक्क यता यसो हेर्छ फाटिन्छ होइन, हरियो हरियो कलर छ दिन्छ पनि हाम्रो सटक्क कस्टमर पनि यता आउँछ, उसले आफ्नो गुड टाइम स्पेन्ड गर्छ। त्यहाँ मलाई वास्तवमा मेरो बाहिर कसैलाई आधा घन्टा कुर्नु पऱ्यो भनेपछि त्यसले भयङ्कर रिसाउँछ, मेरो स्थिति बुझ्दैन, तर कस्तो भाउ खाएको सियो कति ठुलो भएको होला मान्छे जहिले पनि भेट्छ भने जस्तो गाली खानबाट पनि म बच्छु। किन भन्दा आधा घन्टा यो ठाउँमा आएर यसो बसेर कफी खान थाल्यो भने त्यसलाई त त्यो आधा घन्टा बितेको पत्तै हुँदैन। मेरो काम पनि तपाईँले हल्का गरिदिनु भएको छ, मलाई यसमा पनि सहजता प्रदान हुन्छ। र बाँकी ब्याङ्कमै पनि हाम्रो अब अहिले प्र्याक्टिसै भइसकेको छ। लगभग पहिला पहिला कफी भन्ने कुरा खै केही कसो भन्ने हुन्थ्यो, अहिले त मान्छे बिहान उठ्दाखेरि पनि कफी अब यो हाम्रो त फेसन जस्तो पनि भइसकेको छ होइन। भने अब अलिकति निन्द्रा लाग्यो भने के गर्ने, हामी पनि सिए पढ्दाखेरि चाहिँ अब राति एकदम अब बढी पढ्नु पऱ्यो एक्जामको बेला भन्छ नि 3 बजे 4 बजीसम्म, 2 बजीसम्म पढ्ने बेलासम्म त आँखाले ठिकठाक काम गर्छ। त्यसपछि एक त किताब हेर्दा बित्तिकै निन्द्रा लाग्ने, अब त्यसमाथि चाहिँ फेरि रातिको समय भएपछि गाह्रो हुने। अब गर्ने के त भन्दाखेरि ल भाइ अब कफी बनाऊ भनेपछि अब यसरी कहाँ स्टार बोर्ड जस्तो कफी बनाउने हो र फिट्नेवाला कफी टक 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 बनायो, त्यो कफी खायो भने पनि कमसेकम फेरि 1-1.5 घन्टा चाहिँ तन्किन्थ्यो। भनेपछि यसले तपाईँले मान्छेको स्वास्थ्यमा पनि पोजिटिभ, तपाईँले अन्टरप्रेन्योरसिपमा पनि एउटा सकारात्मक उदाहरणको रूपमा अगाडि आउनु भएको छ। र सबभन्दा अर्को रोचक र उत्प्रेरणामूलक कुरा के छ त भन्दाखेरि तपाईँले आफ्नो जुन यो कफी सप स्टार्ट गर्दै गर्दाखेरि चाहिँ यति धेरै तपाईँको शुभेच्छुक साथी, सहकर्मी साथी, बिजनेस पर्सन्स ऋषि दमलाजी जस्तो चाहिँ वरिष्ठ पत्रकार, अहिले कसैले पत्रकारको नाम ल्याऊ भन्दा बित्तिकै पहिलो ऋषि दमला लिने नै हो होइन। नम्रताजी हुनुहुन्छ जो आफ्नो यङ एजमै धेरै राम्रो काम गर्नुभएको छ। मिस नेपाल भएर मात्र होइन, त्यसपछि पनि उहाँले गर्नुपर्ने अरू कामहरू हुनुहुन्छ। युवा अभियन्ता मैले हिजो मात्र भेटेको थिएँ, भाइले नागरिकताको लागि चाहिँ देशभरिमा 22 लाख मान्छे जो नागरिकताको लागि स्ट्रगल गरिरहेको थियो, त्यो मान्छेहरूलाई उहाँले नागरिकता प्रदान गर्नको लागि चाहिँ सहजीकरण गरेर दिनुभएको छ। धेरै राम्रो काम गरिरहेको यस्तो साथीहरू पनि फेरि कहाँबाट जोडेर ल्याउनु भएछ तपाईँले। त्यस कारणले हेर्नुहोस्, जस्तो पनि के भन्छ त भन्दाखेरि यो सङ्गत गुणाको पारङ्गति हुन्छ। तपाईँको सङ्गत जस्तो मैले अहिले देखेँ, जस्तो साथीभाइ सङ्गत तपाईँले साथ लिएर हिँड्दै हुनुहुन्छ, तपाईँको सफलता निश्चित छ। एज अ ब्याङ्किङ पार्टनर ब्याङ्कको रूपमा केही सहायता गर्नु पऱ्यो भने तपाईँ चाहिँ मलाई दाइ जस्तै, हेलो दाइ मलाई यो चाहियो मात्र भन्नु होला, म तपाईँसँग 1 वुड अवे मात्रै छु र मैले गर्नुपर्ने कुनै पनि प्रकारको तपाईँलाई ब्याङ्किङको हिसाब किताबले अन्य हिसाबले मेरो व्यक्तिगत पनि सहयोग तपाईँलाई रहनेछ। र मलाई तपाईँले अब यो मेरो आफ्नै ब्याङ्क अगाडि एउटा राम्रो एउटा कफी सप स्टार्ट गरेर उद्घाटनलाई पनि मलाई बोलाइदिनु भएकोमा पनि म आभारी छु। यस कारणले मात्र होइन कि तपाईँले यति धेरै साथीहरू बिचमा पनि मलाई परिचय गराइदिनु भयो। र तपाईँले महत्त्वपूर्ण कुरा चाहिँ देशमा सम्भावना छ, हात दिनु हुँदैन, काम गरौँ, सकिएको छैन, सुरु हुन बाँकी छ, केही चिजहरू चाहिँ बिग्रेको हो तर सबै सकिएको छैन भन्ने कुराको उदाहरणको रूपमा पनि प्रस्तुत हुनुभएको छ। र आगामी तपाईँको पनि 2टा स्टल जुन अरू स्टलहरू चाहिँ खोल्दै जान्छ, कफी सपहरू खोल्दै जान्छ, यो 2टा होइन, हामी चाहिँ अहिले जसरी हिमालयन जाँदाखेरि पनि नजिक नजिक देख्छौँ, त्यहाँभन्दा पनि बढी तपाईँ फैलिन सक्नुहोस्। हामी त्यसमा पनि तपाईँलाई सफलताको लागि शुभकामना दिन चाहन्छौँ। र सम्पूर्ण साथीहरू जसले उहाँलाई साथ दिन आउनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म तपाईँको व्यवसायको पूर्ण सफलताको लागि चाहिँ एकदमै मेरो हार्दिक शुभकामना व्यक्त गर्दै म मेरो 2 शब्द राख्छु। धन्यवाद, नमस्कार। पश्चाता बहिनीलाई सर्वप्रथम यो हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भएको हाम्रो प्रमुख अतिथि
यो ब्याङ्किङ क्षेत्र अथवा फाइनेन्सियल सेक्टरले एकाउन्टले व्यवहार बुझ्दैन भन्छ होइन, तर ब्याङ्कसँग व्यवहार र व्यवहारिकता मिसियो भने कस्तो रिजल्ट आउँछ भन्ने एउटा उदाहरणीय व्यक्तित्व मनोज ग्याउली छ, हाम्रो प्रमुख अतिथिको रूपमा हुनुहुन्छ, मलाई एकदम स्वागत गर्न चाहन्छु। साथै यस स्टारबक्स कफी भनेर जुन हामीले नेपालमा पनि अन्तर्राष्ट्रिय लेभलको एम्बियन्स सर्भिस फेसिलिटी एउटा टेस्ट दिन सक्छौँ भन्ने हाम्रो भनाइलाई स्वीकारेर मैले राखेको एउटा प्रस्तावमा हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल 2020 हाम्रो नम्रता श्रेष्ठज्यू र साथै मलाई अलिकति न्यास्रो र कतै अल्छी लाग्यो अथवा डिमोटिभेट भयो भने हाम्रो ऋषि दाईको इन्टरभ्यू हेरेर म आफूलाई इनर्जाइज गर्छु। कोही मान्छे 20औं वर्ष लगभग 18 घण्टा 20 घण्टा कसरी खट्न सक्छ, कस्तो किसिमको खानपिनले मान्छे यस्तो एक्टिभ हुन सकिन्छ र मेन्टालिटी र सोचाइको पोजिटिभिटी कस्तो खालको हुँदा मान्छेले यो इनर्जीले काम गर्न सक्छ भन्ने एउटा उदाहरणको रूपमा र मोटिभेसनको रूपमा मैले हाम्रो ऋषि धवला ज्यूलाई चाहिँ लिने गरेको छु। त्यो भएको हुनाले बेलुका हामी कहिलेकाहीँ 10-11 बजे पनि भेट्छौँ, उहाँको इनर्जी बिहान 7 बजेको भन्दा अझ कडा हुन्छ राति, अनि कफी खाएर हामी छुट्छौँ यहीँनिर। यो लेभलको एउटा ऊर्जावान व्यक्तित्व र समग्र हाम्रो हस्पिटालिटी क्षेत्रको इन्टरनेसनल अनुभव भएको हाम्रो जिएम साहब सुभाषजी र हाम्रो इन्टरनेसनल लेभलकै ट्रेन प्राप्त हाम्रो सेफजी हुनुहुन्छ रमिलजी र हाम्रो टिजी भेन्चरसँग आबद्ध र यो कम्पनी ग्रुप अफ कम्पनीज बनाएर हामीले खडा गरेर गइसकेपछि संसारभरिको मान्छेलाई एउटा कन्सेप्टभित्र बाँधेर र सानो 1 लाखदेखि 1 करोडसम्मको लगानी गर्दा पनि हामीसँग जोडिएर काम गर्न सक्ने एउटा फाइनेन्सियल मोडेल हामीले बनाएको छौँ। जस्तो यो कफी सप अहिले हामीले एउटा सुरु गऱ्यौँ र अरू कफी सपहरूमा चाहिँ 1 लाख रुपियाँ लगानी गरेर पनि हाम्रो यो कफी सपको पार्टनरसिप र एउटा फ्रेन्चाइजभित्र हामी छिर्न सक्छौँ। अब 1 लाख लगानी गर्ने मान्छेले वर्षमा 20,000 देखि 25,000 रुपियाँ रिटर्न पाइन्छ भने नेपालमा टिजी भेन्चर र स्टारबक्ससँग आबद्ध भएर लगानी नगरेर मान्छे कहाँ जान्छ? त्यो खालको एउटा फाइनेन्सियल प्लान र हाम्रो सिएसआईको एक्सपर्ट टिम पनि हामीले राखेका छौँ। र अहिले मलाई पत्रकारज्यूहरू सबैजनाले जिज्ञासा राखेको कुरा यो जेनजी आन्दोलन देशको भूमिका के हो, भोलि बिहान उठ्दा कुन देशको नागरिक होइन्छ भन्ने टुङ्गो छैन, तपाईँ किन यो खालको यत्रो खर्च गरेर काम गरिरहनु भएको छ भन्ने खालको क्वेसनहरू अघि पत्रकारज्यूहरूले पनि राख्नु भएको थियो। यसमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि व्यापार र पोलिटिक्समा भनेको जहिले पनि सम्भावना हुन्छ, भोलि बिहानै 24 घण्टाभित्र पनि चमत्कार हुन सक्छ। हामीले यो बनाएको 10औं योजना मध्येमा कुनै एउटा योजना क्लिक भयो भने यो टिजी भेन्चर र स्टारबक्स भोलि बिहानै अरबौंको 100औं कम्पनीहरूको चाहिँ फ्रेन्चाइजमा हामी र ओनर हुन सक्छौँ। त्यो खालको डाइनामिजम, क्यालकुलेसन र डिसिजन गर्न सक्ने क्यापेसिटी यो टिजी भेन्चरसँग र यो स्टारबक्ससँग छ पनि म भन्न चाहन्छु। त्यो भएको हुनाले चाहिँ व्यापार भनेको यो आज भोलि यो 6 महिना 1 वर्षको आन्दोलनले हेरेर गर्ने चिज होइन। हाम्रो 50 वर्षको क्रिस्टल क्लियर योजना छ र मान्छेको कस्तो छ भन्दाखेरि आज भोलिलाई तत्काललाई सोचेको हुन्छ, तर हाम्रो योजना भनेको 50 वर्षको पर्फेक्ट योजना बनाएर हिँडिरहँदाखेरि जस्तो ब्याङ्किङ सेक्टरमा हाम्रो आदरणीय सरहरूले 40 वर्षको लागि लोन दिनुहुन्छ। 40 वर्षको लागि एउटा ठुलो इन्डस्ट्रीलाई होटेललाई लोन दिइरहँदाखेरि बिचमा त्यो 40 वर्षको यात्रामा आउन सक्छ नि देश अन्तर्राष्ट्रिय यो अब क्राइसिस भनौँ, कोरोना भनौँ, भुइँचालो भनौँ, एउटा डिजास्टरहरू आउन सक्छ। यो 1-2 वर्षको तलमाथि 6 महिनाको आन्दोलनले हाम्रो टिजी भेन्चर र स्टारबक्सलाई केही पनि फरक पर्दैन। त्यो भएको हुनाले चाहिँ एउटा क्लियर उद्देश्य, फाइनेन्सियल नलेज, आत्मबल, टिम बनाउन सक्ने क्षमता, मन धन सब चिज मिसाएर यो देशमा केही सम्भावना छ। यो बेरोजगार मात्रै, अशान्ति मात्रै, यो स्याडनेस खाली यो डुबो सकियो भनेर फ्रस्ट्रेसनका गफ गरिरहेको यो बेलामा हामी एउटा गुड न्युज दिन चाहन्छौँ, गुड भाइब दिन चाहन्छौँ, रोजगार सिर्जना गर्न चाहन्छौँ र हामीसँग जोडिएका जति पनि एचआरसँग रिलेटेड र पार्टी भेन्डर सम्पूर्णलाई चाहिँ हामी चित्त बुझाएर एउटा चाहिँ नेपालमा जस्तो अस्ट्रेलिया अमेरिकामा हप्तामा पेमेन्ट गर्छ, घन्टाको रेकर्ड राखेर उनीहरूले पेमेन्ट गर्न सक्छ, हामी नेपालमा किन सक्दैनौँ? यो खालको एउटा ब्रेक थ्रु सिस्टमहरू हामी हाम्रो ब्रान्डमा हामी इस्टाब्लिस गर्न चाहन्छौँ र सर्भिस टेस्ट र सबै एचआरको सिस्टमहरू, सफ्टवेयर सिस्टमहरू खडा गरेर
नेपालमा अन्तर्राष्ट्रिय लेभलको कम्पनी खडा भएर यसलाई अन्तर्राष्ट्रिय लेभलमा जाने हाम्रो एउटा दृढ अठोटको साथ मेरो चेयरम्यानसिपमा हाम्रो एकदमै सम्पूर्ण डेडिकेटेड, म भन्न चाहन्छु मेरो ड्राइभिङदेखि लिएर आज मसँग ड्राइभिङमा 9 वर्षदेखि हुनुहुन्छ। मैले एउटा के सोचेको थिएँ भने मान्छे सफल कतिखेर हुन्छ अरे भन्दा जसको भान्सामा 25 वर्षदेखि एउटै सेप छ र जोसँग 25 वर्षदेखि त्यही एउटा ड्राइभर छ त्यो मान्छे चाहिँ सक्सेसको रेटमा गनिन्छ भन्ने एउटा मैले सुनेको थिएँ। र मैले देखेको छु विनोद चौधरीदेखि लिएर उमेश श्रेष्ठदेखि लिएर नेपालमा जति पनि टाइकनहरू हुनुहुन्छ उहाँहरूको सेफ ड्राइभर 25 वर्षदेखि सँगै हुनुहुन्छ। उहाँहरूसँग नजिक बसेर म पनि काम गर्ने मौका पाएको थिएँ। त्यो भएर नेपालमा हामीले पढ्ने भनेको विनोद चौधरी, उमेश श्रेष्ठ, चन्द्र ढकालहरूको उहाँहरूले गरेको प्र्याक्टिकल चिजहरू हामीले व्यवहारमा ल्याउने हो। तर पढ्ने बिल गेट्सका, वारेन बफेटका जे पनि पढ्न पाइयो। तर नेपाल सुहाउँदो सङ्घर्षको पोलिसी भनेको उहाँहरूसँग चाहिँ बसेर गर्ने हो। यो हिसाबले चाहिँ खुल्ला मन, खुल्ला हृदयले एउटा ठुलो सोच राख्यो भने त्यस्तै किसिमको योजना, त्यस्तै किसिमको बाटो खुल्छ म पनि भन्न चाहन्छु। र यही बाटोमा हजुरको साइकल लिएर हिँड्यो भने त्यही साइकलको स्पेस पाउँछ हामीले, होइन? बाइक लिएर हिँड्यो भने बाइकको स्पेस पाउँछ, तपाईँको गाडी लिएर हिँड्यो भने गाडीकै बाटो छोडिदिन्छ। यहाँ अहिले हामीले एउटा डोजर लिएर हिँड्यो भने छेउछाउ सबैले डोजर आयो भने बाटो छोडिदिन्छ। चाहिँ हामीले बजारमा कस्तो योजना र भावना लिएर, कस्तो टिम लिएर, एउटा दृढ सङ्कल्पले लिएर उठेर हिँड्छौँ भन्ने कुराले चाहिँ महत्त्वपूर्ण भूमिका लिन्छ। त्यो भएको कारणले यो हेर्दाखेरि एउटा आउटलेट च्यास्सा खोले जस्तो देखिन्छ, तर यो भित्र यसको 50 वर्ष पछाडि तपाईँ हामी फर्केर हेर्दाखेरि एउटा ब्रान्ड इन्टरनेसनल लेभलको अरबौँको ट्रान्जेक्सन भएको चाहिँ यो ब्रान्ड बन्छ। किन भन्दाखेरि यो सक्सेसफुल मान्छेहरूको वरिपरि बसेर त्यो डाटा र सबै चिज फर्मुला बोकेर